काला जाँ लाएर कता हो जाँ चाहिँ एकदम सुहा के नयाँ वर्षको सुरुवातसँगै आज हामी हाम्रो सेक्सन सी र सेक्सन बीको केटाहरूको हाम्रो आज ग्रुप हाइकिङ छ। अब हामी यतादेखि शिवपुरी जाने भनेर यहाँ अब हामी टक्क सामान किन्दैछौँ। अब भुजा सुजा टक्क लाएर माथि लगेर खानेकुराहरू पानी सानी सबै ओइल प्रिपेड भएर जानु पऱ्यो नि त माथि। त्यही भएर यहाँ केटाहरूले यसरी यहाँ पसलमा अब हाम्रो आजको हाइकिङको यात्रा यहाँदेखि सुरु हुन्छ। अब आज के हुन्छ के गरियो हामीले सब यही भिडियोमा देखाइन्छ। टक्क सानो छोटो मिठो भिडियोमा तपाईँहरूलाई स्वागत छ है त। यात्रा यहाँदेखि सुरु हुन्छ। हामीले सामान सबै किनेर टक्क यतिखेर अब अल गुड अब यहाँबाट हामीले टिकट काट्यो कि नै केटा हो छैन ल किन पेन्डिङ यहाँ ल हामी त जाने हो के अरे ल हाम्रो यहाँदेखि सुरु हुन्छ। अनुमति बिना प्रवेश निषेध। यो चन्दननाथगढ यो अब यहाँदेखि यहाँ पाइने चराहरू यहाँ छ डिटेल्समा यसलाई हेर्नुहोस् टक्क लाएर हामी यहाँदेखि हाम्रो टिकट सिकट सब काटेर अब हामी शिवपुरी पिक जाने कुरो भइसक्यो। शिवपुरी पिकसम्मको यात्रा यहाँदेखि 15 किलोमिटर माथि रहेछ। अब हामी यहाँबाट 15 किलोमिटर माथि जान्छौँ अनि फर्किँदा यहाँको रुलहरू चाहिँ अब अन्डा मासु भएको ल्याउन पाइएन। त्यसपछि हामी चाहिँ सब चाउ यो झोलाभरि के छ केटा हो यो झोलाभरि के अरे चाउ दही सब कुरा धनियाँ प्याज खुर्सानी सब कुरा यो कागज सबै फर्काएर ल्याएर आउनुपर्छ हामीले। तुरतुरे हाइकिङ भन्दा ट्याक्कै शिवपुरी हाइकिङ कहाँ जाने भन्दा शिवपुरी पानी खान जान्दैन यार अहिले त ओए भाँचो लु अब हाम्रो गन्तव्य कता त केटा हो खास त शिवपुरी पिक जाने भन्ने कुरा हो। हामी शिवपुरी पिक पुग्न जस्तो छ है। कति बज्यो अरे ल यो यहीँ लो अवलस्स पर्न लागिसक्यो। यसले खटपट्टि भएर कस्तेर टोपी खोल्ने कस्तेर लाउने गर्नु ल हाम्रो जेन्जी ओ जेन्जी पानी फोर छ यार ए ललित जेन्जी पानी फोर हो ओ ललित जेन्जी चप्पल लाएर हाइकिङ है केटा हो ल ल यहाँ शुद्ध पानी ओ यो त पानी फोहोर हो यार पत्थरी पर्ला है केटा चप्पल लाएर है केटा देखाई सुरेन्द्रले चुमिदियो बाख्री बहिनीको ओठमा बाख्री बहिनीको मेरो नाम चाहिँ भन्नु भएन त्यही सुरेन्द्र सजिलो हुन्छ अलि छेउछेउ हिँडे टेकको बोर्डमा सुन्तलाको बोर्डमा ल अलि आउन अलि अगाडि केकको बोर्डमा सुन्तलाको बोर्डमा ललित भाइले चुमिदियो बाख्री बहिनीको ओठमा नाच्ने मान्छेलाई त्यस्तो मान्छे नाच्छ लोकेटा
ल त मैले त उसमा नै देखाएको थिएँ कि माटौनी न्युज किङ कोब्रा पनि शिवपुरीमा भेटियो भन्ने सर्टकट हिँड्दा फेरि च्याप लु केटा हो हाम्रो सुदीप टेन्डी भेटियौँ होइन यो हाइकिङको क्रममा यस्तो चाहिँ जताभावी फोहोर चाहिँ नगरिदिनु होला अब केस अब यो एउटा निकुञ्जभित्र चाहिँ अब यसरी फोहोर देख्दा चाहिँ अलिक कस्तो मन खिन्न भयो ल हाम्रो यात्रा सुरु जारी नै छ है अब हामी शिवपुरी पिकको यात्रामा छौँ ल लगभग केटाहरू सबै थाकिसके है ल ललित कहाँ हो ल यहाँ थपन एउटा ढुङ्गा यसले भत्काउँछ है यसले भत्काओ के केटा हो ल हेर यसको ढङ्ग छ कि नै ल हेर है भत्का हाल्छ त ल आज ब्रेक हुँदैछ कति बज्यो रे आज भ्लग स्पेसल बन्छ जस्तो छ है ओ केटा हो ओ जेरी मलाई ल्याइ छोड्लास केटा हो रमित जेरी निकाल्छ जेरी देऊ न बिचरा यार प्लिजलाई त्यो भाषा जेरी ल है केटा हो यो समस्या त मै खानेहरु गाउँमुला ओ जेरी खै त मलाई ओ जम्मा 6 टा केटा हो जेरी आधी आधी खाम के समस्या पो छ त ओइ लुडा खाना जन्मेका हौ खाओ ओए रफ नबोल्न यहाँ एक शब्द काट्दिन भने हो मैले र हो सबै काला जाँ लाएर कता हो जाँ चाहिँ एकदम सुहा के ओ यता फर्क्या न केटा यता ओ यता फर्कि त सबै ल ल ल यता यता ओ रिउस यता फर्कि तँ त फर्किन नि सके कहाँ कि बजे के त इले बटन किन खिच्छौ के ल है हाम्रो हाइकिङ विशेष भइरह है ल है भिडियो खिच्दैछु ल है हाम्रो फोटो सेसन सुरु भइसक्यो ल है हाम्रो साथी सुदी पुता ल ओकरा पानी पर्ला जस्तो छ त परे के गर्ने अब भिज्ने नि एउटा त छाता को हट्ने ल है अब हाम्रो यात्रा अझै जारी छ अझै हामी आएको छैनौँ पानी पर्ला जस्तो छ आज वेदरले साथ दियो भने चाहिँ रमाइलो गरिने भन्ने कुरो हो पानी पर्यो भने त अब भगवान् भरोसा ए हामीले त वेदर फोरकास्ट पनि नहेरे क्या यार अब हामी चाहिँ नजिकै छौँ यो देउराली खोल्सा भन्दो रहेछ यसलाई यस्तो छ ठाउँ यहाँ आउँदा चाहिँ अब यो नियमको पालना गरौँ है लास्ट थाकिँदैछ ठिकै छ त्यस्तो थाकिया पनि छैन तेजपत्ता हो र